अहिले त त्यसैले त भाइरल बन्ने रहेछ नि। तपाईहरुलाई उतिर्ने काम छ छैन छैन तपाईहरुलाई अझै फेरि घोडा चढ्ने होला फेरि हैन। अब त्यहाँ भएको चिज त यसो अवलोकन गरेर दिएर जानु पर्यो नि त। दिने आएको माडो कुदेको खुदै ल साथीहरु हामी चाहिँ अब वारीबाट पारी आइसक्यो है। अब यहाँबाट फेरि हामी फर्किँदैछौँ उता पूर्वतिर फर्किँदैछौँ घरतिर। डर त लागेको छैन नि डर लागेछ अगाडि र पछाडि गुरुजी भएपछि डराउने त कुरै भएन। त्यही भएर यो त्यसमा स्विमिङ पुलमा गएर पौडी सडी पनि सिक्नुपर्छ क्या। त्यो बाइक चलाएकोलाई चाहिँ कति पैसा लिँदो रहेछ त्यो त्यो 1000 रुपैयाँ एकजनाको 700। होइन 500 रुपियाँ लिँदो रहेछ हौ 500 2 राउन्डको 500 अनि हामीहरूले कस्तो बन्देको छ यस्तो यस्तो भन्नु भनेर कस्टमर होइन हावा कुरा किन हामीहरूले होइन तल झन्डाबाट सर कति पनि छैन त्यो भने हामीले त्यस्तै बन्देको छ कि फेरि झन्डा कट्न नपाइने हो। म पनि दुईटा ल्याएर किनेर हालौँ कि क्या होस् होला दिने नै होला यहाँ फेरि दिन्छ नि किन दिँदैन होइन यहाँको त राजा होला नि त फेरि राजा कहाँ राजा कोही राजा छैन तपाईँले राजा मै राजा अघि त्यसलाई पहिलो राजै राजा त होला नि सब राजा बाबुको सुनको पैसा हटाएको थियो क्या फेरि आज लिइहाल्यो। फेरि 2000 सामाजिक उसमा न्युजमा हालिरहेको छ पैसा हटायो भनेर। कति दिन 2-3 दिन मात्रै हटाइदियो अनि यहाँ फोहोर भयो अनि यस्तो त्यसो भन्छ अनि के गफ त लगाउनु पर्यो नि। माफ सेक्रेटरी सुत्दा राखेको छ सेक्रेटरी समितिले राखेको कि नगरपालिकाले नगरपालिका राखेको नगर प्रहरीहरू ओ सामदाय पार्किङको पनि लिँदैछ पैसा 20 रुपैयाँ हाम्रो बाइक राखेको मेरोसँग त बेग्लै पैसा लिएको छ अनि के लिन्छ नि तपाईँको त ठेक्कै होला नि वर्षको